देशको वर्तमान अवस्थालाई तपाईले कसरी विश्लेषण गर्नुहुन्छ? देशको वर्तमान अवस्थालाई हेर्दाखेरि हामी सन्तुष्ट हुनुपर्ने, हामीले सन्तोष मान्नुपर्ने कुनै आधारहरू हामीसँग छैनन्। जे हामीसँग थियो विगतमा त्यसलाई पनि गुमाइरहेको अवस्था छ र जे हामीले प्राप्त गर्नुपर्ने हो त्यसको त कल्पना पनि गर्न सकिएको छैन। विगत झन्डै 10 महिनादेखि देश कोरोनाको कारणले लकडाउन गरियो, अर्थतन्त्र पूर्ण रूपले ठप्प भयो, स्कुलहरू ठप्प भए, त्यसै गरी धेरै कुराहरू त्यतिखेर ठप्प हुन पुगे। त्यस पछाडि एउटा राष्ट्रको अभिभावकको नाताले यो राष्ट्रको दायित्व बोकेका राजनीतिक दलहरूको कर्तव्य के थियो त भन्दाखेरि देशलाई कोरोनाको त्रासबाट कसरी बाहिर निकाल्ने, ठप्प भएको अर्थतन्त्रलाई कसरी चलायमान बनाउने, त्यसै गरी किसानहरूका समस्या कसरी समाधान गर्ने, विद्यार्थीका समस्या कसरी समाधान गर्ने र दिनदिनै मजदुरी गरेर जसको रोजीरोटी चलिरहेको छ उनीहरूका समस्या कसरी समाधान गर्ने, उद्योगी व्यवसायीहरूका समस्या कसरी समाधान गर्ने लगायतका कुराहरूमा उनीहरूको ध्यान केन्द्रित हुनुपर्ने थियो। तर न सत्ता पक्ष, न विपक्ष, न अन्य पक्ष कसैले पनि यी विषयमा ध्यान दिएनन्। बितेको 10 महिनालाई यदि हामीले विश्लेषण गर्ने हो भने सत्ता पक्ष आफ्नै झैझगडामा रमाएर बसेको छ। उसलाई देशलाई कोरोनाबाट बाहिर निकाल्नुपर्छ भन्ने भन्दा पनि मेरो पार्टीभित्र कसको चाहिँ हैकम चल्ने भन्ने विषय बढी प्रिय लागेको छ र ऊ त्यसमै रमाइरहेको छ। जो अहिले शासनमा बसेका छन्, दुर्भाग्यको कुरा भन्नुपर्छ, उनीहरूलाई न देशको माया देखियो न जनताको माया देखियो। त्यसै गरी अर्को पक्ष जसलाई हामी प्रतिपक्ष भनेर चिनिरहेका छौँ, तिनीहरू पनि आफ्नो स्वार्थमा रमाइरहेका छन्। तिनीहरूले पनि अहिलेको समयमा वर्तमान समस्याहरूबाट देशले निकास पाउनुपर्छ भनेर सरकारलाई दबाब दिएको देखिएन। उनीहरू चाहिँ हाम्रो पालो आउला र हामी खाउँला भन्ने टाइपले कुरेर बसेको अवस्था देखिँदैछ। त यसले मार कसलाई पर्यो, यसले घाटा कसले लाग्यो त भन्दा यो दुईटै पक्षको रवैया देख्दाखेरि, यो दुईटै पक्षको जुन स्वार्थी लापरवाही चरित्र देखियो यतिखेर, यसले घाटा कसलाई भयो? यसले घाटा भयो यो देशका किसानहरूलाई, यो देशका मजदुरहरूलाई, यो देशका विद्यार्थीहरूलाई, यो देशका उद्योगी व्यवसायीहरूलाई, समग्रमा भन्नुपर्दाखेरि यो राष्ट्रलाई घाटा भएको छ। यो जुन घाटा हामीले 10 महिनामा बेहोरेका छौँ, यो अपूरणीय क्षतिको दोष यतिखेरको सरकार पक्ष र यतिखेरको प्रतिपक्षलाई जान्छ। यिनीहरूले त्यसको लागि राष्ट्रसँग क्षमा याचना गर्नुपर्ने हुन्छ र सुधारको बाटोमा जाउँ भन्नुपर्ने हुन्छ।